आर्नोल्ड स्वार्जनेगर एउटा यस्तो मान्छे हुन् जसले जुन क्षेत्रमा हात हाले त्यहाँ उनी सबैभन्दा माथि पुगे। चाहे त्यो शरीर बनाउने खेल होस्, व्यापार होस्, चलचित्रमा अभिनय होस्, राजनीति होस् वा सेना होस्, सबै ठाउँमा उनी अब्बल साबित भए। अनि उनी यस्तो साधारण परिवारबाट आएका हुन् कि जुन हामी सोच्न पनि सक्दैनौँ। आफ्नो जीवनको सबै राम्रा नराम्रा भोगाई र ज्ञानलाई मिलाएर उनले एउटा कार्यक्रममा 50 मिनेटको यस्तो दामी भाषण दिएका थिए जसलाई करोडौं मान्छेले हेरिसकेका छन्। तपाई पत्याउनुहुन्न होला, लाखौं मान्छेहरूले यो कुरा दिनदिनै दोहोर्याएर सुन्छन्। मैले आफै पनि यो कुरा 8 देखि 10 पटक सुनिसके। अनि यही भाषणमा उनले आफू सफल हुन अपनाएका 6 वटा मुख्य नियमहरू बताएका छन्। के तपाई यो गज्जबको कुरा सुन्न तयार हुनुहुन्छ त? आर्नोल्ड भन्छन्, म यहाँ मञ्चमा सफल कसरी हुने भन्ने बारेमा कुरा गर्न आएको हुँ। म यहाँ सुरुमा मेरा 3 वटा नियमको बारेमा कुरा गर्नेछु र त्यसपछि बाँकी 3 वटा नियम बताउनेछु। सफल हुने पहिलो नियम, तपाईसँग एउटा लक्ष्य र स्पष्ट सपना हुनुपर्छ। यदि तपाईसँग कुनै लक्ष्य छैन, के गर्ने भन्ने सपना छैन भने तपाईलाई आफू कहाँ जाने हो भन्ने नै थाहा हुँदैन। अनि तपाई यताउता भौतारिनुहुनेछ र आफू पुग्नुपर्ने ठाउँमा कहिल्यै पुग्न सक्नुहुन्न। मेरो जन्म वर्ल्ड वार दोस्रो पछि 1947 मा अस्ट्रियामा भएको थियो। हुर्किँदै गर्दा मलाई त्यहाँको वातावरण पटक्कै मन परेको थिएन। म जसरी भए पनि त्यहाँबाट निस्कन चाहन्थे, किनभने म आफूलाई एउटा किसान, कारखानामा काम गर्ने मजदुर वा त्यस्तै कुनै साधारण काम गरिरहेको देख्नै सक्दिनथे। मेरा आमा बुवा भने म त्यहीँ बसोस्, बिहे गरोस्, छोराछोरी हुर्काओस् र उहाँहरू जस्तै एकदम साधारण जीवन बिताओस् भन्ने चाहनुहुन्थ्यो। तर ती त उहाँहरूका सपना थिए, मेरा होइनन्। त्यस्तो ठाउँमा बसे पनि मेरो लक्ष्य र सपना खै कसरी हो, तर पुरै फरक थियो। मलाई सधैँ के लाग्थ्यो भने म केही छुट्टै र एकदमै ठूलो काम गर्नको लागि बनेको हुँ। मलाई याद छ जब म 11 वर्षको थिएँ र एक दिन स्कुल गएँ। त्यहाँ उनीहरूले अमेरिकाको बारेमा एउटा भिडियो देखाए। त्यसमा लामा लामा भवनहरू, अग्ला घरहरू, ठूला ठूला पुलहरू र फराकिला बाटोहरू देखाइएका थिए। अनि त्यो सबै देखेर मेरो दिमागमा एउटै कुरा खेल्यो, यही नै त्यो ठाउँ हो जहाँ म जानुपर्छ, जहाँ म बस्नुपर्छ। मलाई अब आफ्नो देशमा बस्नै मन थिएन, म अमेरिका जान चाहन्थे। तर प्रश्न यो थियो कि अमेरिका कसरी जाने? त्यो जमानामा त्यहाँ जान एकदमै धेरै पैसा लाग्थ्यो। अहिलेको जस्तो सजिलो पटक्कै थिएन। त्यसैले एक दिन स्कुल छुट्टी भएपछि म एउटा पसलको छेउबाट जाँदै थिएँ जहाँ अमेरिकी सामानहरू बेचिन्थ्यो। त्यहाँ मैले एउटा पत्रिका देखेँ जसको बाहिरपट्टि रेग पार्कको फोटो थियो। उनी 3 पटक शरीर बनाउने खेलको ठूलो उपाधि जितिसकेका मान्छे थिए र मैले उनलाई चलचित्रमा पनि देखेको थिएँ। अनि त्यो पत्रिकाको बाहिर लेखिएको थियो, कसरी रेग पार्क एउटा ठूलो कलाकार बने। मैले त्यो पत्रिका किने र घर आएँ अनि त्यसलाई बारम्बार पढेँ। त्यसमा सबै कुरा लेखिएको थियो। रेग पार्कले कसरी व्यायाम गर्थे, कसरी बेलायतको एउटा कारखाना भएको शहरमा उनी दिनको 3-4 घण्टा पसिना बगाउँथे र कसरी उनले युरोप र बेलायतको उपाधि जित्दै सबैभन्दा ठूलो उपाधि जिते। अनि अन्त्यमा कसरी उनले एउटा ठूलो चलचित्रमा खेल्ने मौका पाए भन्ने सबै कुरा त्यहाँ थियो। त्यो पढेर मैले सोचेँ, मेरो जीवनको बाटो त यही पो हो त। मलाई पनि रेग पार्क जस्तै ज्यान बनाउने खेलमा विजेता बन्नु छ, चलचित्रमा खेल्नु छ, करोडपति बन्नु छ र एकदमै प्रख्यात हुनु छ। तपाईलाई थाहा छ, आफू कहाँ जाँदैछु र के बन्दैछु भन्ने कुरा थाहा पाउँदा मलाई कति धेरै खुसी लागेको थियो। सोच्नुस् त, धेरैजसो मान्छेहरूलाई त आफू जीवनमा कहाँ जाँदैछु भन्ने नै थाहा हुँदैन। तर मलाई पक्का थाहा थियो कि म त्यही कलाकार जस्तै एउटा विजेता बन्नेछु। म एकदमै ढुक्क थिएँ, किनभने जब तपाईसँग एउटा लक्ष्य र सपना हुन्छ तब सबै कुरा एकदमै सजिलो हुँदै जान्छ। एउटा अध्ययनले देखाए अनुसार अमेरिकाका 100 जना मध्ये 74 जनालाई आफ्नो काम पटक्कै मन पर्दैन, किनभने उनीहरूले त्यो काम आफ्नो रहरले वा सपनाको काम भएर गरिरहेका होइनन्।
उनीहरू त बिना कुनै लक्ष्य र बिना कुनै बाटो यताउता भौतारिरहेका थिए। अनि उनीहरूले जहाँ जहाँ काम खुलेको देखे त्यही निवेदन दिए। कतै काम मिल्यो अनि काम गर्न थाले, किनकि साधारण कुरा हो, घर खर्च चलाउन काम त गर्नै पर्छ। तर जब काम गर्न थाले तब उनीहरूले बुझे कि यो त एकदमै दिक्क लाग्दो दैनिकी पो बनेछ। काम गर्न कति पनि रमाइलो भइरहेको थिएन। सोचेर हेर्नुस् त, 100 मा जम्मा 26 जनालाई मात्र आफ्नो काम मनपर्छ र उनीहरू रमाएर काम गर्छन्। त्यसैले म एकदमै खुसी थिएँ, किनकि मलाई के गर्ने हो भनेर पक्का थाहा थियो। जब म घण्टौं लगाएर गरौँ फलाम उचाल्थेँ, मान्छेहरू मलाई हेर्थे र भन्थे, तपाईँ त 5-6 घण्टा पसिना बगाउनुहुन्छ, तर पनि तपाईँको अनुहारमा सधैँ मुस्कान किन हुन्छ, जबकि तपाईँ जत्तिकै दुःख गर्ने अरू मान्छेहरूको अनुहार भने सधैँ रोएको जस्तो हुन्छ। यस्तो किन हुन्छ त? म उनीहरूलाई सजिलो जवाफ दिन्थेँ, किनकि मलाई मेरो लक्ष्य मात्र देखिन्छ। म जे गरिरहेको छु त्यही लक्ष्य पाउनको लागि गरिरहेको छु। मेरो अगाडि मिस्टर युनिभर्स बन्ने लक्ष्य थियो। मैले उचाल्ने हरेक तौल र बगाउने हरेक थोपा पसिनाले मलाई मेरो लक्ष्यको एक कदम नजिक पुर्याइरहेको थियो। खुसीले गर्दा मलाई राति निन्द्रा पनि लाग्दैन थियो। म सधैँ सोचिरहन्थेँ कि कहिले बिहान होला र फेरि गएर त्यो भारी फलाम उचाल्न पाऊँ। म भोलि गएर 2000 पटक उठ बस गर्न पाउँछु भनेर एकदमै खुसी हुन्थेँ। अनि त्यही मेहनतले गर्दा म 20 वर्षको उमेरमा पहिलो पटक बेलायत गए र मिस्टर युनिभर्सको उपाधि जितेँ। म त्यो उपाधि जित्ने सबैभन्दा सानो थिएँ। यो सबै म कसरी गर्न सके त? किनभने मसँग एउटा लक्ष्य थियो, एउटा सपना थियो। त्यसैले जीवनमा एउटा उद्देश्य हुनु एकदमै जरुरी छ। तपाईँ जुनसुकै काम गर्नुहोस्, यो नियमले सबै ठाउँमा काम गर्छ। मेरो अभिनयको यात्रामा पनि ठ्याक्कै यस्तै भयो। मैले एउटा चलचित्र खेल्दा हातमा तरबार लिएर खाली जिउ ढुङ्गामा खिस्रिनु परेको थियो। मेरा घुँडा र कुहिनाहरू ताछिएका थिए, रगत बगिरहेको थियो। 10 पटकसम्म एउटै दृश्य खिचेपछि निर्देशकले मलाई भने, मलाई माफ गर्नुहोस्, तर मलाई अझै एउटा नजिकबाट खिचेको दृश्य चाहियो। के तिमी फेरि गर्न सक्छौ? मैले भने, मलाई अलिकति पनि दुखेको छैन, किनकि यो दृश्य एकदमै राम्रो बनेपछि पर्दामा कस्तो देखिन्छ होला भनेर म मेरो दिमागमा सोचिरहेको छु। त्यसैले यो दृश्य 50 पटक खिच्नु परोस् वा 100 पटक, मलाई केही फरक पर्दैन। म त्यो एकदमै राम्रो दृश्यको सपना देखिरहेको थिएँ। जबसम्म त्यो राम्रो बन्दैन, म गरिरहनेछु। यसै गरी राजनीतिमा आउँदा पनि मेरो लक्ष्य एकदमै सफा थियो। म क्यालिफोर्निया एउटा ठूलो राज्यको नेता बन्छु भन्ने थियो। म अमेरिकामा नजन्मेको हुनाले त्यहाँको राष्ट्रपति बन्न त मिल्दैन थियो। त्यसैले मैले गर्न सक्ने सबैभन्दा ठूलो काम त्यही थियो। क्यालिफोर्निया भनेको संसारकै 5औं ठूलो धनी राज्य हो। त्यहाँको मुख्यमन्त्री बन्नु मेरो लागि एकदमै ठूलो सफलता थियो। मान्छेहरू मलाई भन्थे, यो तिमीबाट हुँदैन, तिमी कुनै सानो पदको लागि किन प्रयास गर्दैनौ? तर मैले सिधै मुख्यमन्त्री बन्ने चुनाव लडे र 2 महिनापछि जिते पनि, किनकि मलाई ठ्याक्कै थाहा थियो कि त्यहाँ के कुरा बदल्नु छ। म तपाईलाई एउटा कुरा भनिदिन्छु, जब तपाईँ आफ्नो लक्ष्यलाई मनमा नै देख्नुहुन्छ र त्यसैमा ध्यान दिएर काम गर्नुहुन्छ नि, तब काम गर्न छुट्टै मज्जा आउन थाल्छ। अनि त्यो दौडधुप र दुःखले तपाईलाई थकाउँदैन, बरु रमाइलो दिन्छ। तपाईँ कहिल्यै थाक्नुहुन्न। यो थियो मेरो नियम नम्बर 1। तपाईँ जेसुकै काम गर्नुहोस्, तपाईसँग एउटा सपना र एउटा लक्ष्य हुनै पर्छ। सफल हुने दोस्रो नियम, यो काम हुँदैन भन्ने मान्छेहरूको कुरा कहिले नसुन। जब म अमेरिका जाने र ज्यान बनाउने खेलमा च्याम्पियन बन्ने कुरा गर्थे, तब मेरा आमा बुवा र अरू सबैले मलाई यो त हुनै सक्दैन भन्थे। उनीहरू भन्थे, पैसा खै त, बिना पैसा त्यहाँ गएर के गर्छस्? अमेरिकामा कोही पनि तेरो बाटो हेरेर बसेको छैन। त्यहाँ त पहिल्यैदेखि ठूला ठूला ज्यान भएका मान्छेहरू छन्। तर मैले त्यो गरेरै देखाएँ, किनकि मान्छेहरू मलाई हुँदैन भन्थे, तर म भने हुन्छ भन्ने सुन्थे। किनभने म के मान्छु भने नि,
जसरी नेल्सन मण्डेलाले भन्नुभएको थियो, जबसम्म कसैले कुनै काम गरेर देखाउँदैन तबसम्म त्यो काम असम्भव नै लाग्छ। त्यसैले मैले सोचे त्यो काम गरेर देखाउने मान्छे मै बन्नेछु। पहिले कसैले गरेको छैन, ठिकै छ, म गरेर देखाउँछु। मैले मान्छेहरूको नाइलाई हुन्छ सम्झे। अनि शरीर बनाउने खेलपछि जब मैले चलचित्रमा खेल्ने कोसिस गरेँ त्यतिखेर पनि मलाई यस्तै कुराहरू भनियो। जब मैले हलिउडको एउटा मान्छेलाई म चलचित्रमा मुख्य नायक बन्न चाहन्छु भने उसले भन्यो कि मजाक गरेको आर्नोल्ड यार। त्यसपछि एउटा चलचित्र बनाउने कम्पनीको हाकिमलाई गएर मैले भने म चलचित्रमा मुख्य भूमिका खेल्छु। ऊ त मज्जाले हाँस्न थाल्यो। उसले भन्यो, भाइ यो त हुनै सक्दैन, तिम्रो यो ठुलो ज्यान यहाँ काम लाग्दैन। ठुलो ज्यान भएका मान्छेले हलिउडमा काम पाउँदैनन्। यो चलन 20 वर्ष अगाडि नै हराइसक्यो। अनि तिम्रो बोल्ने तरिका पनि कस्तो अनौठो छ। तिमीले ज्यान घटाए पनि यो बोलीको के गर्छौ? तिम्रो देशको उच्चारण सुनेर हलिउडमा मान्छेहरू डराउँछन्। आजसम्म बाहिरको एक्सेन्ट भएको कसैले पनि मुख्य भूमिका पाएको छैन। अनि तिम्रो नाम पनि कस्तो अप्ठ्यारो छ, स्वार्जनेगर। यो नाम कसले उच्चारण गर्न सक्छ? त्यसैले चलचित्रको कुरा त बिर्सिदेऊ यार। सोच्नुस् त, हरेक काम खोजिदिने मान्छे, हरेक चलचित्र बनाउने मान्छे, हरेक म्यानेजरले मलाई यस्तै कुरा भनिरहेका थिए। तर तपाईलाई थाहा छ, मैले उनीहरूको कुरालाई अलिकति पनि वास्ता गरिन। मलाई आफैमाथि पूरा विश्वास थियो कि म मुख्य भूमिका पक्कै खेल्नेछु। मैले ज्यान बनाउने बेलामा एउटा कुरा सिकेको थिएँ, जे कुरा पनि मेहनतबाटै पाइन्छ। मैले आफैलाई भने, जसरी म ज्यान बनाउन दिनको 5-6 घण्टा पसिना बगाउँथेँ, अब अभिनयको लागि पनि त्यही लगनशीलता देखाउँछु। मैले अङ्ग्रेजी पढ्न कलेज जान थालेँ, बोल्ने तरिका सुधार्न र अभिनय सिक्न कक्षाहरू धाउन थालेँ। मेहनत, मेहनत अनि मात्र मेहनत। त्यसपछि मलाई चलचित्रहरू मिल्न थाल्यो र 5 वर्षभित्रै म हलिउडको सबैभन्दा ठुलो र सबैभन्दा धेरै पैसा कमाउने कलाकार बने। यो कसरी भयो त? किनकि मैले यो सम्भव छैन भन्ने ती मान्छेहरूको कुरा पटक्कै सुनिन। राजनीतिमा आउँदा पनि सबैले यो हुनै सक्दैन भनिरहेका थिए, तैपनि म क्यालिफोर्नियाको मुख्यमन्त्री बने। साथीहरू, यो एकदमै साँचो कुरा हो कि यदि तपाईले सधैँ नकारात्मक कुरा गर्ने मान्छेहरूको कुरा सुन्नुभयो भने तपाईले जीवनमा केही पनि गर्न सक्नुहुन्न। यदि मैले पनि ज्यान बनाउने बेलादेखि चलचित्र र राजनीतिसम्म सबैको नराम्रो कुरा सुनेको भए आज म यहाँ उभिएर तपाईसँग बोलिरहेको हुने थिइनँ। सायद अस्ट्रियामै दुःख पाइरहेको हुन्थे होला। सफल हुने तेस्रो नियम, काम गर्न समय छैन भनेर कहिल्यै बहाना नबनाऊ। मलाई त्यतिखेर एकदमै रिस उठ्छ जब मान्छेहरू भन्छन् नि, मसँग त दिनमा 45 मिनेट निकालेर व्यायाम गर्ने वा आफ्नो शरीर र दिमागलाई राम्रो बनाउने अरू कुनै काम गर्ने फुर्सद नै छैन। एकचोटि सोच्नुस् त, आजदेखि तपाईले दिनको 1 घण्टा इतिहासको किताब पढ्न थाल्नुभयो। अब सोच्नुस्, 1 वर्षको 365 दिनमा 365 घण्टा पढेपछि तपाईले कति धेरै कुरा सिक्नुहुन्छ होला। वा तपाईलाई मनपर्ने अरू कुनै विषय जसमा तपाईलाई धेरै चासो छ त्यसलाई बिना बहाना लगातार 1 वर्षसम्म गर्नुभयो भने तपाई त्यसमा कति धेरै सिपालु बन्नुहुन्छ होला। मानौ तपाई एउटा व्यापार सुरु गर्न चाहनुहुन्छ। यदि तपाईले दिनको 1 घण्टा मात्रै त्यसको लागि काम गर्नुभयो भने 1 वर्षमा त्यो कति ठुलो बन्न सक्छ, त्यसले तपाईलाई कति टाढासम्म पुर्याउन सक्छ, तपाई सोच्न पनि सक्नुहुन्न। त्यसैले मलाई यो कुराले असाध्यै रिस उठाउँछ कि दिनमा 24 घण्टा हुँदाहुँदै पनि मान्छेहरू मसँग समय छैन भन्छन्। ल मानौ तपाई 8 घण्टा सुत्नुहुन्छ, 8 घण्टा काम गर्नुहुन्छ, तैपनि तपाईसँग 8 घण्टा बाँकी रहन्छ नि। ल मानौ 2 घण्टा बाटोमा आउन जान लाग्छ रे, तैपनि तपाईसँग 6 घण्टा बाँकी रहन्छ। त्यो बाँकी बचेको समयमा तपाई के गर्नुहुन्छ? सायद त्यो समयमा तपाई साथीभाइलाई भेट्नुहुन्छ होला, खाना खानुहुन्छ होला, रमाइलो गर्नुहुन्छ होला वा अरू केही गर्नुहुन्छ होला। तर एकचोटि राम्रोसँग हिसाब गर्नुस् त, अझै पनि तपाईसँग कति धेरै समय बाँकी हुन्छ। यदि तपाईले आफ्नो समय र कामलाई राम्ररी मिलाउनु भयो भने 1 वर्षमा तपाईसँग कति धेरै समय निस्कन्छ। जब म पहिलो पटक अमेरिका आएको थिएँ, म कलेज जान्थेँ। म दिनको 5 घण्टा व्यायाम गर्थेँ।
मैले घर बनाउने ठाउँमा इँटा बोक्ने काम पनि गरेँ, किनभने त्यो बेला ज्यान बनाउने खेलमा पैसा थिएन। मसँग खानेकुरा र व्यायाम गर्ने सामान किन्ने पैसा पनि हुँदैन थियो, त्यसैले मैले काम गर्नै पर्थ्यो। म कलेज पनि जान्थेँ, व्यायाम पनि गर्थेँ, काम पनि गर्थेँ र हप्ताको 4 दिन राति 8 बजेदेखि 12 बजेसम्म अभिनय सिक्न पनि जान्थेँ। यति धेरै काम गर्दा पनि मैले 1 मिनेट पनि थकाइ लाग्यो, अब आराम गर्छु भनेर बहाना बनाइन। बक्सिङका महान खेलाडी मोहम्मद अलीलाई मैले आफ्नै आँखाले व्यायाम गर्ने ठाउँमा पसिना बगाउँदै कडा मेहनत गरेको देखेको छु। एक पटकको कुरा हो, खेलकुदको समाचार लेख्ने एकजना पत्रकारले उनलाई व्यायाम गरिरहेको देखेछन् अनि सोधेछन्, तपाईँ दिनमा कति पटक उठबस गर्नुहुन्छ? मोहम्मद अलीले एकदमै गजबको जवाफ दिए। उनले भने, जब मेरो शरीर दुख्न थाल्छ तब मात्र म गर्न सुरु गर्छु। साथीहरू, यसलाई भनिन्छ कडा मेहनत। यदि कोही जीवनमा केही गर्न चाहन्छ भने ऊ मेहनतबाट भाग्नै सक्दैन। तपाईँ जतिसुकै धनी बाउको छोराछोरी भए पनि केही फरक पर्दैन, काम त मज्जाले गर्नै पर्छ। यो संसारमा खाएपछि रातारात सफल हुने कुनै जादुको चक्की छैन, जपेपछि सफल भइने कुनै जादुको मन्त्र पनि छैन। यहाँ सफल हुने कुनै छोटो बाटो छैन। जादु भन्ने कुरा केही हुँदैन, काम काम अनि काम। सफल हुने एउटै मात्र तरिका यही हो। सफल हुने चौथो नियम, यसो भएन भने त्यसो गर्छु भनेर दोस्रो योजना कहिले नबनाऊ। मलाई यस्तो सोचाइ पटक्कै मन पर्दैन, किनभने हाम्रा वरिपरि काम गर्ने मान्छे थोरै छन् र शङ्का गर्ने मान्छे धेरै छन्। हाम्रै वरपर यस्ता धेरै मान्छे हुन्छन् जसले सधैँ भन्छन्, तिमी यो गर्न सक्दैनौ, यो त हुनै सक्दैन। यसरी शङ्का गर्ने र हाम्रो मनोबल गिराउने मान्छेहरू जीवनको हरेक पाइलामा भेटिन्छन्। यसमा कुनै ठूलो समस्या छैन, तर समस्या तब सुरु हुन्छ जब हामी आफैमाथि शङ्का गर्न थाल्छौँ अनि हामीलाई लाग्न थाल्छ कि यदि मेरो पहिलो योजना सफल भएन भने मलाई बचाउन मसँग दोस्रो योजना पनि हुनुपर्छ। आफैलाई अविश्वास गर्नु संसारकै सबैभन्दा खतरनाक कुरा हो, किनकि अब तपाईँ आफै भन्दै हुनुहुन्छ, यदि मेरो मुख्य काम सफल भएन भने म अर्को काम गर्छु। जब तपाईले यो दोस्रो बाटोको बारेमा सोच्न थाल्नुहुन्छ नि, तब तपाईको सबै ध्यान र ऊर्जा मुख्य कामबाट हटेर त्यो दोस्रो कामतिर जान्छ। अब यदि तपाईले मुख्य काम गर्दै गर्दा वा सुरु गर्नुभन्दा पहिले नै दोस्रो बाटोको बारेमा सोच्नुभयो भने यसको अर्थ के हो थाहा छ? यसको अर्थ हो तपाईले आफ्नो मुख्य काममा आफ्नो 100% ध्यान र मेहनत दिनुभएकै छैन। अनि जब तपाईले पूरा मेहनत नै दिनु भएन भने त्यो काम त असफल भइहाल्छ नि। त्यसैले यदि तपाईसँग दोस्रो योजना छ भने मसँग त अर्को बाटो पनि छ। पहिलो काम बिग्रियो भने पनि म सुरक्षित छु भनेर कहिले मक्ख नपर्नुस्। यो कुनै राम्रो कुरा होइन। मलाई यस्तो सोचाइ र यसरी काम गर्ने तरिकासँग एकदमै रिस उठ्छ। यसो गर्दा तपाईको त्यो दोस्रो योजना नै पहिलो योजना बन्न पुग्छ र त्यो पनि बिग्रिन्छ। मेरो आफ्नै जीवनमा कहिल्यै कुनै दोस्रो बाटो थिएन। मैले आफैसँग पक्का बाचा गरेको थिएँ, जसरी भए पनि ज्यान बनाउने खेलमा च्याम्पियन बन्नु छ भने बन्नु छ। मैले बाचा गरेको थिएँ कि म अमेरिकामा जसरी पनि टिकेर देखाउँछु। मैले बाचा गरेको थिएँ कि म चलचित्रमा आउँछु र त्यो पनि मुख्य नायक बनेरै छोड्छु। म कडा मेहनत गर्छु र जबसम्म आफ्नो लक्ष्य भेटाउँदिन तबसम्म काम गरिरहन्छु भन्ने मेरो सोच थियो। यही नियम मैले राजनीतिमा आउँदा पनि लागू गरेँ। त्यसैले मेरो कुरा मान्नुहुन्छ भने कुनै दोस्रो योजना नबनाउनुहोस्, किनकि यसो गर्दा तपाईले आफ्नै घाटा गरिरहनु भएको हुन्छ र सफल हुने सम्भावनालाई आफैले खटाइरहनु भएको हुन्छ। मान्छेहरू किन दोस्रो योजना बनाउँछन् तपाईलाई थाहा छ? किनकि उनीहरूलाई मेरो पहिलो काम बिग्रियो भने के होला भनेर डर लाग्छ। सफल हुने पाँचौं नियम, हार्नदेखि कहिल्यै नडराउँ। असफल हुनुमा कुनै नराम्रो कुरा छैन। महान मान्छेहरू पनि धेरै पटक असफल भएपछि मात्रै आज त्यो ठाउँमा पुगेका हुन्। यदि सफलताको भर्याङ चढ्ने हो भने तपाईले असफल हुनै पर्छ। यो संसारमा यस्तो कोही पनि सफल मान्छे छैन जो कहिल्यै असफल नभएको होस्। जसले हार्न जान्दैन उसले जित्न पनि कहिल्यै जान्दैन। बास्केटबलका एकदमै प्रख्यात खेलाडी माइकल जोर्डनलाई एकपटक एउटा कुराकानीमा सोधिएको थियो, आज तपाईँ संसारकै सबैभन्दा महान खेलाडी हुनुहुन्छ, तपाईलाई कस्तो लाग्छ? उनले भने,
तपाईले मेरो सफलताको मात्र कुरा गर्नुभयो, मैले खाएका चोट र असफलताको त कुरै गर्नु भएन। मलाई सोध्नुहुन्छ भने यो महान खेलाडी बन्नुभन्दा अगाडि खेल खेल्ने क्रममा मैले 9000 पटक बललाई जालीमा छिराउन सकेको थिएन। 9000 पटक। के तपाईँ पत्याउनुहुन्छ? के त्यो हार थियो त? होइन। उनी त्यो बेला पनि सबैभन्दा महान खेलाडी नै थिए, तर पनि 9000 पटक चुकेका थिए। तपाईले बुझ्दै हुनुहुन्छ नि? जति ठूलो असफलता हुन्छ, सफलता पनि त्यति नै ठूलो हुन्छ। म आफै पनि ज्यान बनाउने खेलमा हारेको छु, भारी तौल उचाल्ने खेलमा हारेको छु। मैले यस्ता चलचित्रहरू पनि खेलेको छु जुन कसैले पनि हेरेनन्। ती एकदमै झुर थिए र मान्छेहरूले नराम्रो कुरा गरे। म चुनावमा पनि एकदमै नराम्रोसँग हारेको छु। हामी सबै हार्छौं, यो एकदमै सामान्य कुरा हो। तर के कुरा चाहिँ सामान्य होइन थाहा छ? म भन्छु सुन्नुस्। हारिसकेपछि फेरि उठेर नउभिनु, यो राम्रो होइन। फेरि हारिन्छ कि भन्ने डरले कामै सुरु नगर्नु, यो राम्रो होइन। आफ्नो भाग्य वा अरू मान्छेलाई दोष दिनु राम्रो होइन। आफ्नो कमजोरीलाई नसुधार्नु राम्रो होइन। अनि एउटै गल्ती बारम्बार दोहोर्याउनु पनि राम्रो होइन। यस्तो गर्ने मान्छे मात्रै जीवनमा साँच्चै हार्छ। तर जित्ने मान्छेहरू हार्छन् अनि उठ्छन्, फेरि हार्छन् अनि फेरि उठ्छन्। उनीहरू उठ्न कहिले पनि छोड्दैनन्। त्यसैले त उनीहरू साँच्चैका विजेता बन्छन्। त्यसैले म भन्छु, हार्नदेखि कहिल्यै नडराउनुस्, किनकि हार्ने पीर मात्रै गरिरहनु भयो भने तपाईँ जहाँको त्यहीँ रहनुहुनेछ। जीवनमा राम्रो निर्णय लिन सक्नुहुन्न, काममा ध्यान दिन सक्नुहुन्न र कतै पनि पुग्न सक्नुहुन्न। मतलब हार्ने डरले तपाईले त्यो काम गर्नै सक्नुहुन्न जुन तपाईँ साँच्चै गर्न चाहनुहुन्थ्यो। लामो सास फेर्नुस्। हार्नु एकदमै सामान्य कुरा हो। फेरि आफ्नो जीवज्यान लगाएर काम गर्नुस्। तपाईसँग जे जति तागत छ त्यो सबै लगाइदिनुस्। आज नभए भोलि, अलि ढिलो भए पनि तपाईलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। सफल हुने 6औं र अन्तिम नियम, समाजलाई केही फिर्ता देऊ। जब तपाईँ यी सबै काम गरेर सफल हुनुहुन्छ नि, जब तपाईसँग आफूले चाहेको सबै कुरा हुन्छ, तब खाँचो परेका मान्छेहरूलाई र हाम्रो समाजलाई केही कुरा फिर्ता दिनुस्। आफूले सकेको सहयोग गर्नुस्, किनकि यो पनि सफलताको एकदमै महत्त्वपूर्ण नियम हो, जसले तपाईलाई भित्रैदेखि साँच्चै सफल भएको महसुस गराउँछ। तपाईलाई आर्नोल्डका यी 6वटा नियममध्ये सबैभन्दा दामी कुन नियम लाग्यो? तल कमेन्टमा त्यो नियमको नम्बर 1 देखि 6 सम्म लेखेर जानुहोला। वा यदि तपाईँ आजैदेखि बहाना नबनाई आफ्नो लक्ष्यमा लाग्न तयार हुनुहुन्छ भने निर्धक्कसँग म तयार छु भनेर लेख्नुस्। अनि एउटा अर्को कुरा, एउटा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला, किनभने तपाईको त्यही एउटा लाइक र कमेन्टले मलाई आउने दिनहरूमा यस्तै जीवन बदल्ने राम्रा भिडियोहरू बनाउन एकदमै ठूलो हौसला दिन्छ। अब यदि तपाईँ आफ्नो दिमागको तागतलाई अझै गहिराईबाट बुझ्न चाहनुहुन्छ र सफलताको नजिक पुग्न चाहनुहुन्छ भने मैले द पावर अफ सबकन्सियस माइन्ड, अवचेतन मनको शक्तिको बारेमा एउटा गजबको भिडियो बनाएर राखेको छु। त्यो भिडियोले तपाईको सोच्ने तरिका नै पुरै बदलिदिनेछ। अहिले तपाईको स्क्रिनमा आइरहेको त्यो भिडियोमा क्लिक गर्नुस्। म तपाईलाई त्यही भेट्नेछु।